नमस्कार। आज पनि म हजुर समक्ष एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आजको भिडियोको शीर्षक रहेछ भाषिक संरचना र वर्ण विन्यास, जुन चाहिँ कक्षा 7 को नेपाली किताब अन्तर्गत पाठ 12 को गुरुको सम्मान भन्ने पाठबाट लिएर उपस्थित भइसकेको छु, जहाँ हामीले पढ्ने छौं सामान्यार्थ, आज्ञार्थ, इच्छार्थ र सम्भावनार्थ। यी भाव र अर्थहरू हामी उदाहरणसहित अब परिचयतर्फ लाग्नेछौँ। ल त ढिला नगरी सुरु गरौँ। 1 नम्बरमा भनिएको छ, तल दिएका वाक्य पढ्नुहोस् र तिनका क्रियापदको भाव वा अर्थबारे बुझ्नुहोस् भनेर भनेको छ। अब हामीले के भन्न खोजेको रहेछ त यो भनाइले भन्ने कुरा बुझ्छौँ। हेर्नुस् त, तिमी खेल्छौ। तिमी खेल्छौ भन्ने जुन वाक्य छ यसले चाहिँ सामान्य अर्थ बुझायो। बुझ्नुभयो नि भाइ बहिनीहरूले? सामान्य अर्थ बुझाइसक्यो। अझ तिमीले खेल्यौ भन्यो भने पनि सामान्य अर्थ बुझाउँछ। तिमीले खेल्नेछौ भन्यो भने पनि सामान्य अर्थ बुझाउँछ भने हामी त्यसलाई सामान्यार्थ भनेर भन्छौँ। अर्को हेर्नुहोस् त, तिमी राम्ररी पढ भनेको छ। यो चाहिँ तिमी राम्ररी पढ भनेर आज्ञा दिएको भाव जनाएको छ हैन, हो आज्ञा गरिएको। तिमी राम्ररी गए भनेर इच्छा व्यक्त गरिएको छ। तिमी राम्ररी पढौला भनेर सम्भावना व्यक्त गरेको छ। हो यस्तै भाव र अर्थको अभ्यासहरू अब हामी गर्नेछौँ। ल त अब हामी दोस्रो स्लाइडमा पनि लागिहालौँ। 2 नम्बरमा भनिएको छ, तल दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् भनेको छ। अब यो अनुच्छेद हामीले राम्रोसँग पढ्नु पर्यो। हो जस्तै म बिहान सबेरै उठ्छु, हात मुख धुन्छु, एकछिन पढ्छु, लेख्छु भन्ने जुन यो वाक्यबाट चाहिँ बनेको अनुच्छेद छ, यसले चाहिँ के चाहिँ हामीलाई प्रश्न सोधेको होला त? यहाँ एकछिन हेर्नुहोस् त, प्रश्नहरू एकछिन बुझौँ। माथिको अनुच्छेदबाट सबै प्रकारका भाव अर्थका क्रियापद पहिचान गरी तालिकामा लेख्नुहोस् भनेको छ भने अब यहाँ हेर्नुहोस् त, सबभन्दा सुरुमा यी सामान्यार्थ भाव माथिको वाक्यमा कहाँ छ? आज्ञार्थ के हो, सम्भावनार्थ के हो, इच्छार्थ के हो भनेर हामी खोज्नेछौँ है त। जस्तै म बिहान सबेरै उठ्छु। हेर्नुहोस् त, म बिहान सबेरै उठ्छु भनेको सामान्यार्थ भयो। हात मुख धुन्छु सामान्यार्थ भयो। एकछिन पढ्छु र लेख्छु सामान्यार्थ भयो। त्यसपछि विद्यालय पुग्छु सामान्यार्थ भयो भने आज्ञार्थ चाहिँ कहाँनिर होला त भन्दाखेरि नि, हात मुख धोऊ, खाजा खाऊ, अनि पढ्न बस भनेर आज्ञा जनाएको छ भनेपछि हामीले यहाँ चाहिँ यो चाहिँ आज्ञार्थ भाव जनाएको क्रियापद जनाएको वाक्य हो भनेर यसरी लेख्नुपर्ने हुन्छ। अब अर्को बन्छ नि त हैन? यहाँ हेर्नुहोस् त, इच्छार्थ, इच्छा व्यक्त गरेको भाव र सम्भावना व्यक्त गरेको भावहरू पनि त होला भनेको इच्छा। म जस्तै अरू साथीहरू पनि बिहानै उठुन्। हो उठुन् भनेको चाहिँ बिहानै उठुन्, आफ्नो काम गरून्, त्यसपछि हामी सबैको विद्यालयमा भेट होस् भनेर चाहिँ के भयो? इच्छा व्यक्त भएको चाहिँ गरून्, हामी सबैको भेट होस् भन्यो। त्यसपछि दिउँसो छुट्टीमा हामीहरू मिलेर खेलौँला भन्ने सम्भावनार्थ छ। हेर्नुहोस् त, दिउँसो छुट्टीमा हामी मिलेर खेलौँला सम्भावनार्थ भयो। सँगै खाजा खाउँला सम्भावनार्थ भयो। दिउँसो छुट्टी भएपछि घर पुगौँला भनेर चाहिँ यसरी हामीले माथिको अनुच्छेदबाट चाहिँ यो चारै किसिमका भाव जनाउने, भाव अर्थ जनाउने वाक्यहरू टिपेर यसरी लेख्नुपर्ने हुन्छ। बुझ्नुभयो नि? ल अब अर्को स्लाइडमा लागिहालौँ है त। अब यहाँ हेर्नुहोस् त, हामीले यस्तो किसिमले चाहिँ त्यहाँ अभ्यास दिएको छ 3 नम्बरमा। कोष्टकमा दिएका सङ्केतका सहायताले खाली ठाउँभरि वाक्य पुरा गर्नुहोस् भनेको छ। यहाँ क नम्बर भनेको छ, सबै विद्यार्थीले मुना मदन, यो पढ भन्ने धातु भाइ बहिनीहरू, यो धातुमा चाहिँ अब हामीले इच्छार्थ जनाउनु पर्ने हुन्छ। भाइ बहिनीहरू, हजुरलाई यो इच्छार्थ, सामान्यार्थ, आज्ञार्थ, हो सम्भावनार्थ जस्ता क्रिया यो भाव वा अर्थको चाहिँ अझ विस्तृत रूपमा जान्न मन लागेको छ भने मैले यसको छुट्टै उदाहरणसहित सूत्रसहितको भिडियो बनाएर राखिसकेको छु। भाव वा अर्थ भन्ने टपिक छ, त्यो चाहिँ एकचोटि सर्च गरेर हेर्नु होला है भाइ बहिनीहरू। ल अब अघि हामीले भनेको थियो नि, इच्छा व्यक्त गरेको भाव जनाउनु पर्यो भने सबै विद्यार्थीले मुना मदन पढको इच्छा व्यक्त गरेको भाव के हुन्छ होला भन्नुहोस् त?
हो सबै विद्यार्थीले मुना मदन पढुन् उन भयो। 2 नम्बर हेर्नुहोस् त भोलि उनीहरू सिन्धुलीगढी पुग सम्भावनार्थ सम्भावना जनाउनु पर्यो जस्तै ला भनेपछि भोलि उनीहरू सिन्धुलीगढी पुग लान्। उनीहरू भनिसकेपछि लान् भनेर हामीले पनि क्रियापद पनि के गर्नु पर्यो त आधार अनुसारले राखिदिनु पर्यो हो कि हैन। ल त्यस्तै गरी ग नम्बर हेर्नुहोस् त सौराहामा पर्यटक आऊ सामान्यार्थ। यो सामान्यार्थ चाहिँ हामीले चाहिँ तीनैवटा काल वर्तमान काल भूतकाल भविष्यकाल तीनैवटा कालमा बनाउन सक्छौँ है। सौराहामा पर्यटक आउने छन्। अब हेर्नुहोस् त हर्क थुलुङ गाउँमै बस इच्छार्थ के भन्छ त बसको हो बसोस् हर्क थुलुङ गाउँमै बसोस् इच्छार्थ। ग नम्बर हेर्नुहोस् त तिमी राम्ररी पढेर असल व्यक्ति बन सम्भावनार्थ ला अथवा ली मध्ये एउटा जोड्नु पर्यो भनेपछि तिमी राम्ररी पढेर असल व्यक्ति बन्छौ होला अथवा बनलाउ पनि हुन्छ है। तिमीहरू कमला माईको दर्शन गर्न जालाई चाहिँ अब आज्ञार्थ। यहाँ चाहिँ तिमीहरू यहाँ त भने भए जा हुन्थ्यो। अब यहाँ तिमी भनेर आदर गरेको छ भने अब हामीले यो जा भन्ने धातुलाई पनि के गरिदिनु पर्यो आदर जनाइदिनु पर्यो भनेपछि के हुन्छ त जाऊ हुन्छ होला हो भने जाओ तिमीहरू भनेको छ नि त धेरैजना तिमीहरू कमला माईको दर्शन गर्न जाओ जाओ भनेर के गर्यो आज्ञा जनाइयो। बुझ्नुभयो। ल अब हामी अर्को अभ्यासमा पनि लाग्छौँ है। 4 नम्बरमा हेर्नुहोस् त 5वटा फरक इच्छार्थ क्रियापदको प्रयोग गरी आफ्नो भाइका बारेमा वर्णन गर्नुहोस् भनेको छ। अब यहाँ इच्छार्थ क्रियापदको प्रयोग गरेको छ हेर्नुहोस् त मेरो भाइ असल बनोस् मेरो भाइ विद्यालय जाओस् अर्को क्रियापद भएन। भाइ परीक्षामा प्रथम होस् अर्को भाइ धेरै चकचक नगरोस् भनेर चाहिँ भाइको बारेमा हामीले इच्छार्थ क्रियापदको प्रयोग गरेर वाक्य बनायौँ हो। यहाँ 5वटा वाक्य भनेको थियो हामीले चाहिँ 4वटा मात्रै वाक्य बनाएछौँ है त। अब एउटा वाक्य चाहिँ हजुरहरू बनाउनु होला। ल अब हामी अर्को स्लाइडमा पनि लागौँ है त। अनि हेर्नुहोस् त 5 नम्बरमा भनिएको छ तल दिएका वाक्य पदयोग वा पदवियोग के हो लेख्नुहोस् अथवा पदवियोग र पदवियोग गरी लेख्नुहोस् भनेर भनेको छ भने अब के रहेछ त त्यो हामी हेर्छौँ है त। अब यो पदयोग भनेको चाहिँ पदसँग अगाडिको पदसँग पछाडिको पद जोडिनु भन्ने बुझिन्छ भने पदवियोग भनेको अगाडिको पदसँग पछाडिको पद चाहिँ नजोडिकन छुट्टै लेख्नु भन्ने बुझिन्छ। पदयोग जोडिनु पदवियोग छुट्टै लेख्नु भन्ने बुझिन्छ। जस्तै यहाँ हेर्नुहोस् त सलिम साथीसँग क्रिकेट खेल्छन् भन्ने जुन वाक्य छ यो वाक्यमा चाहिँ साथी र सँग चाहिँ के हुनु पर्थ्यो भन्दाखेरि पदयोग हुनु पर्थ्यो। यहाँ पदवियोग भएको छ हो यसलाई मिलाउनु पर्यो। क्रिकेट बारे उनले धेरैलाई बताएका छन् भनेको छ यो क्रिकेट बारे जोडिनु पर्थ्यो हो। अनि उनले धेरैलाई चाहिँ के हुनु पर्थ्यो जोडिनु पर्थ्यो हैन हो। यस्तै पदयोग छ कि पदवियोग छ। पदवियोग छ भने त्यसलाई चाहिँ जोड्नु पर्यो। पदयोग छ भने चाहिँ योग हुँदैन यसलाई चाहिँ वियोग गर्नुपर्छ भने त्यसलाई वियोग गर्नुपर्ने हुन्छ त छुट्टाएर लेख्नुपर्ने हुन्छ। जस्तै पदयोग र पदवियोग एकचोटि उदाहरण हेरौँ त। यहाँ भनिएको छ पदयोग भनेको छुट्टिएर रहेको पदलाई एकै ठाउँमा जोड्नु हो। जस्तै यहाँ हेर्नुहोस् त यो भाइ र सँग चाहिँ यदि छुट्टै लेखिएको छ भने यसलाई चाहिँ छुट्टाएर नलेखिकन के गर्नु पर्यो त भाइ र सँग चाहिँ सँगै जोडेर लेख्नु पर्यो भने पदवियोग भनेको जोडिएका पदलाई छुट्टै लेख्नु हो। जस्तै म सधैँ क्रिकेट खेल्छु भन्ने जुन यो वाक्यमा हेर्नुहोस् त म र यो सधैँ चाहिँ एकै ठाउँमा पदयोग भएको छ। अब यो पदयोग हुन्छ त हुँदैन भन्ने थाहा पाएर चाहिँ म छुट्टै र सँग चाहिँ यसरी छुट्टै बनाएर लेख्नु पर्ने हुन्छ। यो चाहिँ पदयोग गरिएको छ यो पदयोग हुँदैन यसलाई चाहिँ पदवियोग गर्नुपर्ने हुन्छ भनेर बुझ्नु पर्यो है त। जस्तै यहाँ हेर्नुहोस् त अब यहाँ माथि अघि दिएको थियो नि यहाँ पदवियोग छ पदयोग गरेर लेख्नुपर्छ भनेपछि यहाँ साथीसँग हेर्नुहोस् त यहाँ पदयोग गरिदिएको छ हो किन। त्यसपछि अर्को हेर्नुहोस् त क्रिकेट बारे धेरैलाई हेर्नु त यहाँ जोडिएको छ उनीसित माथि चाहिँ छुट्टिएको छ अथवा पदवियोग छ यहाँ पदयोग गर्नु पर्यो। अनि हामी भन्दा पदयोग गर्नु पर्यो।
म पनि उनीबाट यो चाहिँ के गर्नु पर्यो पदयोग गर्नुपर्ने हुन्छ भने बुझ्यो नि पदयोग भनेको पदसँग जोड्नुपर्ने पदवियोग भनेको चाहिँ हो जोड्नु हुँदैन त्यसलाई चाहिँ छुट्टाएर लेख्नुपर्ने भन्ने नियम भाइ बहिनीहरू भिडियो कस्तो लाग्यो त यदि राम्रो लाग्यो खण्डमा एक लाइक एक सब्स्क्राइब गर्न भने नभुल्नु होला है त भन्दै आजलाई यति